सारू मगरज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथिमा हुनुहुन्छ तमुदी नेपाल प्रवास शाखा क्षेत्रीय समिति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अर्का विशिष्ट अतिथिमा हुनुहुन्छ तमुदी नेपाल प्रवास शाखा विशिष्ट अतिथिमा हुनुहुन्छ तमुदी नेपाल प्रवास शाखा क्षेत्रीय समिति रियादका संरक्षक समाजसेवी बुद्धि गैर आवासीय नेपाली क्षेत्रीय समिति रियादका श्री महेश घिमिरेज्यू उहाँ आउनु भएको छैन। त्यसै गरी नेपाल तामाङ घेदोङ प्रवास शाखाका लागि म हार्दिक अनुरोध गर्दछु। शङ्कर पुन मगरज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथि आसन ग्रहण गरिदिनुको लागि सेवाज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी झापली सेवा समाजका अध्यक्ष श्री रविन गिरिज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। अतिथिज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी खेल प्रेमी तथा केरी हातेमालोका अध्यक्ष श्री ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी संस्थापक संरक्षक कास्की आदर्श समाज साउदी अरबका श्री अमर सापकोटाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिँदै गरे। अतिथि आसन ग्रहणमा प्रवासी नेपाली मञ्च साउदी अरबका अध्यक्ष श्री अमर श्रेष्ठज्यूलाई पनि गर्दछु। त्यसै गरी तमुदी समिति रियादको उपाध्यक्ष श्री सन्तोष तमुज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। यसरी पक्षपात गर्न पाइँदैन नि। त्यसै गरी समाजसेवी बुद्धिजीवी तथा खेल प्रेमी सल्लाहकार संयोजक श्री सुजन शेर राईज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। सुजन शेर राई। सल्लाहकार तीर्थराज राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी म किरण पुरीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिमा गणेश बहादुर पोखरेलज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी म अतिथिकै आसन ग्रहण लक्ष्मण तामाङ लोलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नेपाल तामाङ घेदोङ सङ्घका कोषाध्यक्ष पनि म नाम लिइरहन्छु सागर थेङ तामाङलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दै जति पनि यहाँ उपस्थित जति पनि यो कार्यक्रम सफल पार्नका निमित्त नैतिक आर्थिक अनि भौतिक रूपमा खेल आयोजकको तर्फबाट अनि मेरो व्यक्तिगत तर्फबाट पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै इस्लामिक धर्मलाई भुल्नु हुँदैन। हाम्रो राष्ट्रमा सम्मान गर्नुपर्छ। तसर्थ आज साउदी अरबको हाम्रो देशलाई हाम्रो राष्ट्रिय गानलाई सम्मान स्वरूप हामी आजको गर्न गइरहेका छौँ। टिकटकमा धेरै नमस्ते नमस्ते सेवा रो सेवा अब अगाडि गए त हामीले अघि नै भनिसकेको छौँ पहिलो खेल रियाद फुटबल क्लब रेड भर्सेस प्रवासी युनाइटेड फुटबल क्लबका खेलाडी साथीहरू हामी सँग कार्यरत हाम्रा सहकार्य मित्र लोकेन्द्र खड्काज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। कृपया खेल मैदानभित्र यत्र तत्र छरी ल विशेष गरी आज चाहिँ हाम्रो यहाँ एक्थुम चुनावको महासचिवज्यू उपस्थित भइसकेको छ यो मैदानमा सपोर्टको लागि। हाम्रो टिम छ कि छैन रासा? यहाँ खेलाडी मित्रहरूलाई तयारी अवस्थामा लोकेन्द्र खड्का भइरहेको अवस्था छ। भइसकेको अवस्था
नेपालको राष्ट्रिय गाना बजे लगत्तै को छ, जसमा मुख्य अम्पायरमा हुनुहुन्छ अमर गुरुङ, त्यसै गरी लाइन्सम्यानमा हुनुहुन्छ सञ्जीव गुरुङ, त्यसै गरी विशाल गोले र पोल जजमा हुनुहुन्छ श्री कृष्ण श्रेष्ठ, त्यसै गरी प्रवेश गुरुङज्यू, गरी सञ्जीव गुरुङ मुख्य अम्पायरमा हुनुहुन्छ अमर श्रेष्ठ, अमर गुरुङ। जानकारी गराइदिनु नि दर्शकहरु। अनफोर्चुनेटली साउदीको रुल्स अब हामीले अब पहिले विचार गरेको थियौँ नेपाललाई रोकसोक केही पनि छैन सोचेको थियौँ पहिले नेपालीहरूलाई, तर नेपालीको पनि रोकिएको रहेछ। त्यही भएर अब अनफोर्चुनेटली यो भइदियो ह्यापनेट, सो इट्स एक्सिडेन्ट होइन। सो 1 महिनापछि यो धमाका फेरि रिब्याक ल्याउँछौँ हामी है। दर्शकहरुलाई कसरी अब जे होस् 1 महिनाको पहिलो विकमा ल धन्यवाद। धमाका फेरि ब्याक हुन्छ। ल हामी फेरि पनि धमाका 1 महिनापछि हेर्नु पाइनेछ। सबैजनाले जे होस् अब भिसा नलागेको कारणले चाहिँ हामीले जे होस् अब ल्याउन सकेन। सिकायो भोलिको दिनमा हामी कलाकार ल्याउँदा हामी अब यो विषयमा जान्ने भयो, अब सबै कुरो बुझियो होइन। नेक्स्ट टाइम चाहिँ सजिलै हामी ल्याउन सक्छौँ। ल ओके है, धन्यवाद। ल तपाईलाई पनि धन्यवाद। यस पछाडिको खेल रहनेछ सगरमाथा फुटबल। अब म खेल मैदानमा आजका सभापति भेषबहादुर एकदम बाबा अगाडिको दुईजनाले टेकाउनु भुइँमा हो त्यसरी। धन्यवाद। यो प्रदान गर्नुभएको रहेछ। सबैजना हामी फुटबल ग्याङमा आइपुग्यो। ल सम्झी ल यहाँ आउनु लोकेन सर, यहाँ आउनु ल। ए दामी भिडियो